हर घरको अशुभतालाई हटाई शुभता र सकारात्मक ऊर्जा प्रदान गर्ने एक प्राचीन तथा धार्मिक चिन्ह हो स्वस्तिक, जसको अर्थ हुन्छ शुभ, कल्याण र सकारात्मक ऊर्जा। यो चिन्ह विश्वका धेरै संस्कृतिहरूमा पाइन्छ, तर विशेष गरी हिन्दू धर्ममा यसको गहिरो धार्मिक र सांस्कृतिक महत्त्व छ। स्वस्तिकको प्रयोग विशेष पर्वहरू, पूजाआजा, विवाह र घरको मूल ढोकामा गरिन्छ। टीका, दशैं, तिहार जस्ता चाडपर्वमा स्वस्तिक बनाउने प्रचलन अझै पनि जीवन्त छ। स्वस्तिक एक धार्मिक चिन्ह मात्र होइन, यो हाम्रो वैदिक सनातन संस्कृतिको विरासत पनि हो। वास्तविक धार्मिक तथा सांस्कृतिक सन्दर्भमा भन्नुपर्दा स्वस्तिक शुद्धता, सन्तुलन र कल्याणको प्रतीक हो। आउनुहोस् वास्तुशास्त्र अनुसार स्वस्तिक चिन्हको रहस्यलाई जानौं। वास्तुशास्त्र अनुसार स्वस्तिक केवल धार्मिक चिन्ह मात्र होइन, ऊर्जाको सन्तुलन मिलाउने एक शक्तिशाली साधन पनि मानिन्छ। स्वस्तिकले सकारात्मक ऊर्जा उत्पन्न गर्छ र नकारात्मक शक्ति हटाउने विश्वास गरिन्छ। वास्तुशास्त्र भन्छ, यदि भवन वा घरमा स्वस्तिक चिन्ह उचित स्थानमा प्रयोग गरियो भने त्यसले शान्ति, समृद्धि र सुरक्षा ल्याउँछ। सो घरको कुन कुन ठाउँमा स्वस्तिक बनाउने त? अब प्रथम हामीले मुख्य प्रवेशद्वार अथवा मूल ढोकालाई मान्दछौँ। मुख्य ढोकाको दायाँ र बायाँपट्टि रातो सिन्दुर अथवा हल्दीले बनाएको स्वस्तिकले शुभ ऊर्जालाई प्रवेश गराउँछ भन्ने मान्यता छ। दोस्रोमा पूजा कोठामा स्वस्तिक राख्दा ईश्वरको कृपा प्राप्त हुन्छ भन्ने मान्यता पनि छ। र तेस्रोमा भान्साकोठा र तिजोरीको नजिक स्वस्तिक बनाउँदा यसले धनमा वृद्धि गर्छ भन्ने मानिन्छ। त्यस्तै भान्सामा बनाउँदा कहिले पनि अन्नको कमी हुँदैन भन्ने विश्वास गरिन्छ। र चौथो नम्बरमा नयाँ निर्माण स्थलमा घर निर्माणको समय पहिलो इँटामा स्वस्तिक बनाएर शिलान्यास गरिने प्रचलन छ। यसले घर बनाउँदा र पछि घरमा बसिसकेपछि, गृह प्रवेश गरेपछि स्वस्तिकले घरमा सुख समृद्धि प्रदान गर्छ भन्ने विश्वास गरिन्छ। अब जानो स्वस्तिकको बारेमा। स्वस्तिक चिन्ह चारवटा हात जस्तै आकृतिले बनेको हुन्छ, जुन चार दिशातर्फ फैलिएको हुन्छ। यी चार हातको कुइनाको भागले चार प्रमुख दिशा, छेउको भागले चार उपदिशा र चार तत्त्वहरू पृथ्वी, जल, वायु, अग्नि र अन्त्यमा केन्द्र भागले आकाश तत्त्वको प्रतिनिधित्व गर्दछ। वास्तुशास्त्र अनुसार स्वस्तिक चिन्हले कुल 8 दिशा र पञ्चतत्त्वलाई सन्तुलनमा राख्नलाई सङ्केत गर्दछ। स्वस्तिक धेरै प्रकारका हुन्छन्, तर वास्तुशास्त्रमा दायाँतिर घुमेको स्वस्तिक शुभ मानिन्छ। तसर्थ हामी के भन्न सक्छौँ भने स्वस्तिक एक आध्यात्मिक यन्त्र हो। यसले ऊर्जा प्रवाह सन्तुलित गर्दछ, घरमा सुख शान्ति ल्याउँछ र समृद्धिको द्वार खोल्छ। वास्तुशास्त्रका अनुसार स्वस्तिक चिन्हको यदि सही प्रयोग घरमा गरेमा त्यसले जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्छ भन्ने विश्वास गरिन्छ। अर्को अङ्कमा हामी वास्तु सम्बन्धी अन्य विषयवस्तुमा चर्चा गर्ने नै छौँ। हाम्रो पेज, प्रोफाइल तथा युट्युब च्यानलमा लाइक, फलो, कमेन्ट, सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।